सन्दीप छेत्रीले सबैलाई छ नि हँसाउनुहुन्छ होइन हाँस्ने मान्छेको कला हो हँसाउने पनि कला हो नि त यो दुवै हुनुपर्छ नि मान्छे निपुणता चाहिन्छ तपाईँसँग सबै गुण छ मान्छे किन हाँस्छन् भन्नु त किन भन्दाखेरि मान्छे मात्र एउटा प्रजाति हो जो हाँस्छ तपाईँले गधा हाँसेको देख्नु भएको छ यदि गधा हाँस्न थाल्यो भने बुझ्नुहोस् कि त्यो मान्छे बन्ने प्रक्रियामा छ र यदि मान्छे हाँस्न रोक्यो भने बुझ्नुहोस् कि त्यो अब गधा भन्ने प्रक्रियामा छ तपाईँलाई गीत गाउन आउँछ गीत गाउन आउँछ भन्ने बित्तिकै तपाईँ फेरि गाइदिनु न भनेर भन्नुहुन्छ तर कन्टेन्टको अभाव छैन हाँस्यव्यङ्ग्य क्षेत्रमा कन्टेन्टको खडेरी भनेर भन्नुहुन्छ नेपालमा कमेडी क्षेत्रको जस्तो कन्टेन्ट टनाटन भएको ठाउँ त कहीँ पनि छैन के छ नेपालमा कन्टेन्ट जता हेर्नुहोस् त्यतै छ एउटा ठुलो कन्टेन्ट त तपाईँ आफै हम कोई मंदिर का घंटा है कि कोई भी आके बजा जाता है तपाईँ एउटा कुरा तपाईँ हेर्नु तपाईँ काले दाई काले दा यस्तो वाला तपाईँ अब भाउजू हेर्छु मा कसम मैदा जस्तो गोरो छ तपाईँको जोरी हेरिसकेपछि मलाई कस्तो लाग्छ त जेब्रा क्रस जस्तो हालांकि हामी क्वेसन जहाँ पुरा यहाँ हेर्न सक्नुहुन्छ तपाईँ रेडी गरेछु तर हामी यति ट्यालेन्ट छु कि तपाईँलाई क्वेसनको आवश्यकता पर्दैन हामी आफै म जवानी क्वेसन सोधिदिन्छु म भन्दै हो आन्सर हेर्नु पर्दैन नहेरी दिदिने तपाईँको एक्जाममा त तपाईँ चिट छोडेको जस्तो लाग्छ यार मेरो खराब पानी छ सुरु गर्नु त भाइ के नारियल फुटाउनु पर्छ अब यहाँलाई सर्वप्रथम पहिलो प्रश्न हामीलाई दोस्रो प्रश्न गर दोस्रो गर हजुर हामीलाई पहिलो नगर दोस्रो गर Who let the dog out? बता अब के काटिलियो भने के अब न चब बता न who let the dog out? कुकुरको कुरा छोडम त्यसपछि यहाँलाई के कुकुरको छोरा कुरा छोरो हुन्छ गधा जस्तो पत्रकार छ न साप सुकिहालेछ यो हट डगले पुरा हटे डग खाएछ साप हेर छेछराइकन मुख हेर्न रे पोलियोको ब्रान्ड एम्बेसडर साला दिमाग खराब गरिदिएछ एक कपाल हेर्न कोही लाग्छ पान खाएर ठुकिदियो होइन एम्बुलेन्समा आएको म ओके सुरक्षा चाहिँ खासमा नाच्ने नआउने हो कि नाच्न मन नलाग्ने हो म खासमा बाथरुम डान्सर हो बाथरुममा डान्स गर्छु म त आँसु आयो भनेको नसुनिरहेको मैले लो मार्यो मलाई मार्यो हाम्रो नाम मिठाई लालो सर मिठाई हाम्रो बुवाको नाम श्री लड्डुलाल बुवाको नाम अगाडि हामी श्री लगाउनु पर्छ हाम्रो आमाको नाम श्रीमती रसमलाई देवी मिठाईवाला खानदान छ हाम्रो अरे बाप तपाईँलाई छोयो भने गुलियो हुन्छ कि क्या हो होइन चाटेर हेरिदिनु अब दिपा दिदी चाहिँ भेजिटेरियन हो उहाँलाई हेरिसकेपछि मलाई एकदम विश्वास लाग्छ क्या हात्ती पनि घाँसै खाएर ठुलो हुने न हो कि हामी कोही च्वाक केटीलाई दिदी भन्दिनँ हामी पहिलोचोटि इतिहासमा दिपा दिदीलाई दिदी भनिरहेछौँ दिदी हो दिदी भन्छ भिनाजु खोज्न सक्दैन बक्लोल हामी नै ठेक्का लियौ सुपर हिट फिल्म तिमी बनाउँछ एउटा लोकले बनाउन सक्दैन डब्बी भरे फिरा भीम जमा काली लेके घुमा सरेआम शहर में दुनाली लेके किस आफ्नो सेलिब्रिटी क्रस बताउनुहोस् नाम सोचेर भन् छेउमा बनाउन सक्छ Kulman Gising sir. Oh, I don't know why. Trust me. Whenever I look that person, I know. It's so cute. यसको मतलब के म पनि बत्ती बनाउन जाऊ अब तपाईँ यो जुन हिरोइन बिहा गर्नुभएछ तपाईँ आफ्नै फोटो पठाइदियो भन्नुहोस् कि कसैको सलमान खानको कोही आमिर खानको कोही फोटो पठाइदियो
अनि कहिलेकाहीँ ऐनामा आफूलाई हेरेर लाग्दैन साला म जस्तो केटा त्यो जस्तो केटी पाइहाल्यो त्यस्तो लाग्दैन तपाईँ युवती प्रेमी मान्छे हो तपाईँलाई धेरै युवतीले मन पराउँछन् त्यो सही हो कतिले मन पराउँछन् थाहा छैन तर म एक युवतीलाई असाध्यै मन पराउँछु उहाँसँग मेरो अटुट प्रेम चलिरहेको छ अटुट प्रेम चलिरहेको म घोषणा गरिदिन त्यो चाहन्छु युवती को हुनुहुन्छ बताउनुहोस् मेरो श्रीमती त्यसमा तपाईँ बाहिर कुनै पनि युवतीसँग प्रेम गाँस्ने पक्षमा हुनुहुन्न अब ए बाबा कति भनेको भन्दा टन्न अगाएको छु के ढ्याउको भइसक्यो मलाई अन्त खानै मन छैन त अब के भन्ने के गरेछ बाबु आफ्नो हालत त सुधार बाबु हटे डग नखा ताते कुत्ता त सभ्य हो न मुख फारेर पत्रकार बनिहालेछ म स्टाफ कानमा टप लगाउँदैमा मान्छे टपमा पुग्दैन क्या दिमागमा हुनु पर्यो क्या बक्लो तपाईँ जहिले पनि अब आमाको नामको यो बाउको नाम यो भनेर भन्नुहुन्छ अनि आफ्नो फ्यामिलीको नाम चाहिँ किन भन्नुहुन्न तपाईँ श्रीमतीको नाम बस यही प्रश्नको इन्तजार थियो मलाई म पनि भन्न चाहन्छु मेरो श्रीमतीको नाम तर करिया मिठाले लिएर गइहाल्नु भयो त हामी कसको नाम करिया मिठा भनेको कालो मिठाई तपाईँलाई जसले लाउनु भएछ नि उहाँलाई हामी भनेछौँ करिया मिठा वेलकम टु द सेट सन्चै हुनुहुन्छ यो गजब क्वेसन लाग्छ कि मलाई मतलब सन्चो नभएको भए म यहाँ आउँथेँ You're comedian, actor आजको दिनमा and then now you're tour पनि गर्दै हुनुहुन्छ and everything. TV presenter पनि हो नि everything. सबै कुरा कलेज पनि पढाउँछु त्यही भन You didn't know that? Yes, I did. कसरी अध्यापन गर्नुहुन्छ कसरी एउटै अहिले पढाएर देखाउँ हजुरको त लुकिङ एट यु हजुरको स्केड्युल फ्री टाइम पनि हुन्छ त होइन म फ्री टाइममा फ्री हुन्छु अति आउटस्पोकन हुँदै होइन मलाई 11 वर्षतिर मलाई चाहिँ टाइफाइड भयो एकदम नराम्रो टाइफाइड भयो त्यसपछि त्यो टाइफाइडले केही न केही चिज हान्छ शरीरको भने जस्तै मेरो दिमाग हान्यो अनि म पागल भएँ अनि त्यो बेलादेखि यस्तो कुन देशको फ्यान हो वर्ल्डको बाहिर छ अर्जेन्टिनाको फ्यान हो अर्जेन्टिना अनि मेसी बाहेक 5 जनाको नामहरू भन्नु सक्नुहुन्छ र भन्दिनँ अर्जेन्टिनाले लास्ट टाइम कतिमा जितेको थियो अर्जेन्टिनाले लङ टाइम ब्याक अब यस्तो के त होइन हाम्रो अब यहाँ हामीले अहिले ऱ्यान्डमली क्वेसन सोधिरहेको थियौँ त होइन अनि नेपालीहरू चाहिँ किन यो क्यामेरा देख्ने बित्तिकै बन्दुक लिएर पुरा आइज खेल्न आइज भनेर जसरी भाग्छ क्या त किन हो त्यो यस्तो होइन त्यो क्यामेरा देखेर भाग्यो होइन क्यामेरा बोक्ने मान्छेहरू घिनलाग्दो भएर हो First thing say actor ki comedian? Actor. Radio or television? Television. Mahajodi ki Neer Sahaji? Both. Both you can. I can. तपाईँ को हो र मलाई you can't भन्ने ए यसले अस्ति के भने थाहा छ म एउटा लास्ट पर्फर्मर थिएँ साराले पर्फर्म गरिसके 7 जनाहरूले यो गरेर स्टेजमा के भन्छ थाहा छ अब भन्नुहोस् तपाईँ गेस गर्नुहोस् को आउँदै हुनुहुन्छ अरे त्यसमा को आउँथ्यो केबिन हार्ट आउँथ्यो अब बता कपिल शर्मा आउँथ्यो त्यहाँ ऋषि सर तपाईँले पछिल्लो समयमा हेरेको नेपाली चलचित्र कुन हो भन्नु त भन्नु न अब तपाईँको चलचित्र हेर्छु अब त हेर्नुहुन्छ तर अबभन्दा अगाडि कुन चलचित्र हेर्नुभयो मैले अनुराग हेरेँ तपाईँले हेरेको खासै फाप्दो रहेछ मदन बा हरिबुवाहरू चाहिँ उहाँ दार्जिलिङकै कालिम्पोङ गएको अरे होइन अनि 15 गते के चाहिँ थिएटर गरे अरे क्या पुरै थिएटर सकियो अरे होइन अडियन्स त पुरै भरे त्यो गर्दाखेरि कोही पनि हाँसेन अरे अनि अडियन्सको रियाक्सन सोध्यो अरे क्या तपाईँहरू कोही पनि के तपाईँहरूलाई रमाइलो लागेन अन्त रमाइलो हो त एकदम इन्जोय गर्यो त हामीले भने त अनि किन नहाँस्नु भएको त तपाईँहरू भन्नु कसरी हाँस्नु हौ यहाँको चिफ मिनिस्टरले 2 जना नेपालको गण्यमान्य व्यक्ति आउनुहुन्छ गति नछाड्नु लो हेर्नुहोस् हाम्रो देशको विडम्बना यही हो हाम्रो देशमा तिहारमा पटक्का चाहिँ पड्काउनु पाइँदैन तर बम पड्काउनु पाइन्छ बुझ्नु भएन बम पड्काउनु पाइन्छ त्यही भएर हामी बम बनाइरहेको छौँ दिस इज द डिमान्ड अफ द टाइम
फेरि हामी त तिहारमा पेट्टा पुट्टा ठुस्सा ठस्सा त्यो तिहारको लागि पटक्का बनाउने मान्छे होइन हामी देशको आवश्यकता अनुसार देशको माग अनुसार सिज द बम बनाउने मान्छे अनि तपाईहरु यो बम कहाँ प्रयोग गर्नुहुन्छ यहाँ प्रयोग अब म चाहिँ भाइ अलि एक्सपिरियन्स भनेको मलाई फेरि कपी यसो जाँदैन पर्यो तौलिनु पर्दैन दुईटा हात खुट्टा केही खर्चै गर्ने मैले कपी स्वेटला सुँगेर थाहा पाउँछु ल 32 नभए त जाँचेर एक्सपिरियन्स भने मेरो खराब पानी छ मेरो खराब मेरो श्रीकृष्ण श्रेष्ठ हाम्रो श्रद्धेय कलाकारको मृत्यु भयो हामी उहाँको अब श्रद्धाञ्जली दियौँ त्यसपछि उहाँको अन्तिम चलचित्र लाग्यो कोहिनुर भन्ने चलचित्र लाग्यो अनि त्यो चलचित्रमा चाहिँ एकदम भिड भएको बेलामा निरसा सर पनि हुनुहुन्थ्यो त्यही अनि आकाश अधिकारी डाइरेक्टर साहब चाहिँ ओरदोर गरिरहनु भएको थियो अनि उहाँले डाइरेक्टर साहबलाई हेरेर भन्नुभयो यो चलचित्र उहाँकै कारणले चल्या जस्तो लागिरह्यो होला है उहाँलाई क्या अहिलेको समयमा यदि कोही चलेको हाँस्य कलाकार छ भनेदेखि त्यो भनेको हरिवंश मदन कृष्ण हो आर यु कमेडी मी